नमस्ते साथीहरु, म तपाईहरुको फार्मासिस्ट अमर समानी। आज मैले तपाईहरुको लागि एउटा अवेरनेस भिडियो ल्याएको छु। यो 72 घण्टे पिल्स किन तपाईहरुले रेगुलर बेसिसमा खानु हुँदैन, यो इमर्जेन्सी कन्डिसनको लागि मात्रै हो। आजकलको मान्छेहरुले यो रेगुलर बेसिसमा खान थालिसकेको छ। यसको साइड इफेक्टहरु जान्न धेरै नै जरुरी छ। र आज मैले यो भिडियोको थ्रुबाट तपाईहरुलाई यसको साइड इफेक्टको जानकारी दिन आँटेको छु। यो चाहिँ तपाईहरुले रेगुलर खानुभयो भने चाहिँ यसमा हेभी ब्लिडिङ हुन सक्छ, महिनावारीमा समस्या आउन सक्छ, इरेगुलर मेन्सुरेसन हुन सक्छ भने एक्टोपिक प्रेग्नेन्सी पनि हुन सक्छ। यो चाहिँ रेगुलर बेसिसमा खानुभयो भने चाहिँ यस्तो जटिल समस्याहरू आउन सक्छ। र यसको अप्सनमा तपाईहरुलाई धेरै नै सेफ यो रेगुलर खाने पिल्सहरू छ। निलोगन, फुलुरो गुलाब एभाइलेबल छ भने कन्डम पनि युज गर्न सकिन्छ र अहिले आईयुडी पनि युज गर्न सकिन्छ। त्यो चाहिँ लङ टाइमको लागि हुन्छ भने तपाईहरुले यो 72 घण्टे पिल्सहरू चाहिँ इमर्जेन्सी कन्डिसनको लागि मात्रै युज गर्नु होला। र यसको साइड इफेक्टको जानकारी दिनलाई तपाईहरुले यो भिडियोलाई आफ्ना साथीभाइहरुमा शेयर गर्नु होला। र यस्तै जानकारीमूलक भिडियोको लागि मलाई फलो गर्नु होला र युट्युबमा सब्स्क्राइब पनि गर्नु होला।